के छ सम्भावना 3 घण्टाको लामो उहाँहरूले पूजा गरिसक्नु भएको छ। अब यो वर्षलाई 2861औं लाई चाहिँ विदा गरेर 2862औं लोलाई चाहिँ हामीले 2862औं लाई चाहिँ हामीले आज वेलकम गर्दैछौँ। त्यसकारणले गर्दाखेरि नयाँ वर्षमा 2862औं सोनाम लोछारको यो नयाँ वर्षमा हामीले जति पनि हाम्रो ग्रह दशाहरू जाओस् हामीलाई राम्रो होस् भनेर गुरुहरूले तपाईहरुलाई वाङ दिनुहुन्छ। वाङ कार्यक्रम सुरु हुँदैछ। कृपया प्लिज यहाँहरूले आज वाङ थापेर यो आउने वर्षलाई फलोस् फुलोस् कुनै ग्रह दशा नलागोस् भन्ने सोच बोकेर यतातिर लामो गुरुतिर क्यु गरिदिनु होला। महामहिम कार्यवाहक राजदूतज्यू आदरणीय विपिन दुवाडेज्यूलाई म आफ्नो प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। विपिन सर धेरै धेरै धन्यवाद। ह्याप्पी लोसार तपाईँलाई। प्रशान्त एउटा गायक हो नै हो, एउटा राम्रो गायक हो, तर नेपालीहरू सबैको एउटा मनमुटुमा बस्न सफल एउटा सानो एउटा छोरा, एउटा भाइ, कसैको दाइ, सबैको प्रिय हुनुहुन्थ्यो। र हामीले उहाँको लागि यो लोसार मनाइरहँदाखेरि हामी मौन धारण नगरौँ भन्ने हामीले निर्णय गऱ्यौँ। उहाँकै गीत बजाएर, उहाँकै गीत गाएर उहाँको जर्नीलाई चाहिँ पिसफुल बनाउनको लागि हिँड्दै गर्दा उड्दै गर्दा ततै आकाशमा हामीलाई हेर्दै गर्दाखेरि पनि उहाँको गाना हामी आज गाउँदै गर्दाखेरि उहाँ खुसी हुनुहुन्न। 2862औं ताल लोछार मूल समारोह समितिका अध्यक्षज्यू र आजको यो कार्यक्रम सफल पार्नलाई पाल्नु भएको सम्पूर्ण दाजु भाइ आमा बुबा इष्टमित्रज्यूमा 2862औं ताल होको उपलक्ष्यमा हामी आयोजक कमिटीको तर्फबाट हार्दिकताका साथ स्वागत गर्दछौँ। हिजोका दिनमा तपाईँ हाम्रो विभिन्न सहरमा विभिन्न सानो सानो झुन्डमा लोछार मनाइरहेका हुन्थ्यौँ र आफ्नो एक प्रकारले आफ्नै वातावरणमा हुर्किएका र भाषा धर्म संस्कारलाई बचाउनले हामीले मेहनत प्रयास गरिरहेका थियौँ। आजभन्दा 12-15 वर्ष अगाडिदेखि हाम्रो अग्रज संस्थाका तिनै संस्थाका अग्रजज्यूहरूले जुन तामाङ एकता इन्भिजनको लागि जुन प्रयास गर्नुभएको थियो त्यो प्रयास त्यो निरन्तरता उहाँ अग्रजहरूको एउटा प्रेरणालाई र उहाँको भावना तामाङ घेदोङ युके का प्रेसिडेन्ट तथा आजको कार्यक्रमका अध्यक्षज्यू पूर्व मेयर तथा काउन्सिलर विष्णु गुरुङ सर, नारायण युके अध्यक्षज्यू, उहाँको टिम, तामाङ समुदायसँग जोडिएका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू र अन्य समुदायका प्रतिनिधिज्यूहरू पनि, गुरुहरू, मिडियाकर्मी साथीहरू तथा उपस्थित सबैजनालाई मेरो नमस्कार र सोनाम लोसारको धेरै धेरै शुभकामना। साथै यो वर्षसँगै सुरु भएको यो नयाँ वर्ष लोसारसँगै सुरु भएको नयाँ वर्षको पनि तपाईँहरूलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। तपाईँहरूको यो आगामी वर्ष हर्षोल्लासपूर्वक बितोस्, उपलब्धिपूर्ण होस्, तपाईँहरूले सोचेका कामहरू पुरा हुँदै जाउन्। तपाईँहरूले आफ्नो देशको लागि, आफ्नो नागरिकको लागि, आफ्नै लागि, आफ्नो समाजको लागि उपलब्धि र एउटा योगदान दिने अवस्था बनोस्, मेरो शुभकामना छ। धन्यवाद कार्यक्रम सञ्चालक तथा तामाङ घेदोङ युकेका सेक्रेटरी विशाल छानाङज्यू
आज यस कार्यक्रमका अध्यक्ष महोदय तामाङ हेदुङ युकेका अध्यक्ष हरिसिंह गोइबाज्यू, आजका प्रमुख अतिथि नेपाल राजदूतावासबाट पाल्नुहुने उपनियोग प्रमुख कार्यवाहक राजदूत विपिन दुवाडीज्यू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने विशेष अतिथिज्यूहरू, विभिन्न पोजिसनमा हुनुभएका विशेष अतिथिज्यूहरू लगायत यस संस्थाका पदाधिकारीज्यूहरू, एडभाइजरज्यूहरू, ट्रस्टिजज्यूहरू र विशेष गरी सेन्ट्रल कमिटीका सबै तामाङ सोसाइटीका अध्यक्षज्यूहरू र तामाङ समाज युकेका अध्यक्षज्यू लगायत यहाँ पाल्नुहुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा जुन चाहिँ हाम्रो देशदेखि झन्डै 4,500 माइल्स टाढा रहेर पनि आफ्नो रीतिरिवाज कला संस्कृति झुकाउनु पर्छ भनेर जुन चाहिँ तरिकाले यो 2862 सोनाम लोसार यसरी 7 समुद्र टाढा रहेर पनि शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मानव जाति नै हराउँछौँ भन्ने हेतुले जुन चाहिँ तरिकाले विदेशमा रहेर हामीलाई यति धेरै तामाङहरूको बिचमा नेपालीहरूको बिचमा यसरी पाठ पूजा गरेर हामीलाई लस्सो फ्यापुल्ला भनेर गुरुज्यूहरूले अहिलेसम्म कुरेर बसिराख्नु भएको छ। अझै कोही नयाँ पाल्नु भएको छ भने अझै पाल्नु होला, गङ थाप्नु होला। म मान्यजन गुरुज्यूहरूलाई मिटिङदेखि लिएर आजको यो लोछारको पावन अवसरमा वाङ पूजा दिएर हाम्रो शिरोमणि गरिदिनु भयो, उहाँलाई म धेरै धन्यवाद भन्न चाहन्छु। विशेष गरी मैले आज हाम्रो महामहिमज्यू यहाँ पाल्नुभएको छ। हामी तामाङहरूको मात्रै प्रमुख अतिथि नभएर म नेपालीहरूको प्रमुख भनेर उहाँलाई म स्वागत गर्न चाहन्छु। र यहाँ म सबै अतिथिगणहरूको मैले नाम लियो भने म कुनै ठाउँमा छुट्छ पनि होला, भुल हुन्छ होला। म सबै अतिथिहरूलाई एकमुष्टमा आज हाम्रो आमन्त्रण अथवा निमन्त्रणलाई पालना गरेर आइदिनु भएको छ। म उहाँहरूलाई पनि एकदमै धन्यवाद दिँदै मिडियागणहरू यहाँ पाल्नु भएको छ र यो समाजको आजको समारोहलाई रमाइलो बनाएको लागि नेपालदेखि अतिथि कलाकारहरू पाल्नु भएको छ र हाम्रो लोकल कलाकारहरू पाल्नु भएको छ। उहाँहरूलाई पनि म एकदमै यहाँ सम्झिन चाहन्छु। तमाम यहाँ उपस्थित पाहुनाहरूदेखि लिएर सबै मेम्बरहरूलाई चाहिँ यो सोनाम लोछारको पावन अवसरमा सबैलाई उन्नति, प्रगति, सुख, शान्ति र जे मनले सोचेको छ सबै कुरा पूर्ति होस् भन्दै म अन्त्यमा यो आजको समारोह, आजको यो यति ठुलो माहौललाई चाहिँ पार्टी सक्सेस गर्नको लागि डाइरेक्टली इन्डाइरेक्टली सबैले तन मन धन अथवा नैतिक भौतिक र बौद्धिक सपोर्ट गरेर हामीलाई मद्दत गर्नुभएको छ। यसमा धन्यवाद भन्दै म यो 2-4 शब्द यहीँ अन्त्य गर्न चाहन्छु। जय तामाङ हेदुङ, जय सोनाम लोछार। Yangla rimtim yangla gay jampul dingli charnalai tangwala nevese sengma dampurapsi jampul dinglu dingnalai lasso phafula mo aja कार्यक्रम सञ्चालक रोज लमदोन 2862 तालो सोनाम लोछारको पावन अवसरमा पाल्नुहुने सम्पूर्ण आगन्तुक पाहुनाहरूलाई, दर्शक महानुभावहरूलाई म दिलीप तामाङ आजको होस्ट, हामी 3 जना यहाँलाई होस्ट गर्नेछौँ। सबैजनालाई हार्दिक स्वागत छ। अब डम्फु तयार पार्नुस् है, हामी नाच्दै गाउँदै र रमाइलो गर्दै नयाँ वर्षमा छलाङ मार्न गइरहेका छौँ। हामी सबैजना अब सर्ववर्ष यानि कि डुलोलाई बिदाई गरेर शक्तिशाली घोडा यानि कि ठालोलाई स्वागत गर्दैछौँ। अब तपाईहरुको माझमा आउँदै हुनुहुन्छ स्वागत गीतद्वारा तपाईहरु सम्पूर्णलाई स्वागत गर्नको लागि गायक कृष्ण पाखरिन।
दसैँ